बालेनले केही काम गर्नको लागि शक्ति, आफूलाई पावर चाहियो, आफूलाई अधिकार चाहियो, आफूलाई कानुन चाहियो भनेर कानुन माग्दा पनि काम गर्ने मान्छेलाई सुविधा दिनुपर्छ, कानुनको सुविधा दिनुपर्छ। कानुन नभएदेखि काम गर्न सक्दैन। यसकारणले अहिलेको जेनजी आन्दोलनले केही गर्नु खोजेको छ देशको लागि। अरू देशहरू कहाँ पुगिसके, हामी जहाँका त्यहीँ छौँ। कुनै प्रकारको विघ्न बाधा हाम्रा अडोस पडोस कसैले पनि हामीलाई त केही अल्झाउ पल्झाउ केही विघ्न बाधा केही पारेको थिएन। त्यस्तो सबै हुँदा पनि हामीले उन्नति गर्नु सकेका छैन। पेटभरि खाने कमाउनु सकेका छैन, जिउभरि लाउने कमाउनु सकेका छैन। यहाँ 2 दिन 3 दिन 10-15वटा डोजर लाइकन सुकुम्बासी बनाउँदाहरूलाई उठाएका छन्। यस कारणले काम गर्ने मान्छेलाई काम गर्ने सुविधा सबैले दिनुपर्छ र यसरी रोक्ने होइन, सुविधा दिनुपर्छ। काम गर्छु भन्ने मान्छेलाई 5 वर्ष काम गरेन हो, 5 वर्षपछि राम्रो काम गरेन भने फेरि हटाइदिउँला, अर्कोलाई चुनौला।